आजको भिडियोमा म एकदमै गम्भीर तर बारम्बार नजरअन्दाज गरिने सवारी दुर्घटनाको बारेमा कुरा गर्दैछु। गत बुधबार मैले मेरो ठुलो बाबालाई गुमाएँ सडक दुर्घटनामा। हाम्रो परिवारले एउटा दौरो खम्बा गुमायो। हाम्रो एउटा मियो ढल्यो। ठुलो बाबाबाट सिक्नुपर्ने कुराहरू धेरै छन्। राजनीति गरेर पनि आफ्नो इमान नगुमाइकन कसरी जनताको सेवा गर्न सकिन्छ भन्ने एउटा उदाहरण बन्नुभयो। उहाँले चाहनु भएको भए अन्य समकालीन नेताहरूले जस्तै भ्रष्टाचार गर्न सक्नुहुन्थ्यो होला, तर एउटा सामान्य जीवन जिउनुभयो, कृषि पेसामा रहनुभयो अनि अतिरिक्त समयमा जनताको सेवा गर्नुभयो। ठुलो बुबाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु अनि हाम्रो परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस्। हजुरको शरीर हामीमा छैन, तर मनमा भने सधैँ जीवित हुनुहुनेछ। हजुरको मिठो मुस्कान, शालीनता, सहयोगीपन, लगनशीलता, इमान्दारिता जस्ता कयौं गुणहरू कहिले पनि बिर्सिने छैन। सडक दुर्घटनामा ज्यान गुमाउने मेरा अन्य आफन्त, साथीभाइ, छिमेकी पनि हुनुहुन्छ। सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। सरकारका लागि दुर्घटनामा ज्यान गुमाउनेहरू केवल सङ्ख्या मात्रै हुन्, तर जसले आफ्नो प्रियजन वा परिवारको सदस्य गुमाउँछन् तिनका लागि भने संसार सकिए जस्तै हुन्छ। जीवनभरिको एउटा चोट हुन्छ। सुरुमा म मेरो बाल्यकालको एउटा अनुभव साट्न चाहन्छु। मैले सम्झेसम्म म कक्षा 3 मा हुनुपर्छ, हाम्रो घरमा पहिलोपटक टिभी आएको थियो। त्यो ठुलो खुसी थियो, तर धेरै दिन भने टिक्न पाएन। दैनिक समाचारमा देखिने गाडी पल्टिएका, बस खसेका, पानीमा डुबेका र मानिस मरेको दृश्यहरूले त्यो बाल मनमा डर भरिदिएको थियो। कहिले पनि गाडी चढ्दिन जस्तो लाग्थ्यो मलाई। अहिले पनि नेपालमा यात्रा गर्दा, चाहे त्यो प्लेनमा होस् वा गाडीमा, सुरक्षित गन्तव्यमा पुगेपछि आज चाहिँ बाजियो है भन्ने भावना मनमा आउँछ। तर अन्य विकसित देशहरूमा यात्रा गर्दा त्यस्तो डरको अनुभूति पनि हुँदैन। किन त? विगतमा मैले लेखहरू लेखेर दुर्घटना सम्बन्धी केही कुराहरू भनेको छु। आज भने भिडियो मार्फत यही प्रश्नको जवाफ खोज्ने प्रयास गर्नेछु। मलाई थाहा छ दुर्घटना संसारभरि हुन्छ, विकसित देशहरूमा पनि हुन्छ, तर नेपाल लगायत केही भ्रष्ट देशहरूमा जुन हिसाबले, जुन सङ्ख्यामा दुर्घटना हुन्छ त्यो मेरो लागि दुर्घटना नभई सरकारकै लापरवाहीले गरिने एउटा हत्या हो। स्विडेन, नर्वे, सिङ्गापुर लगायत केही देशहरूमा सवारी दुर्घटनाको दर निकै कम छ। स्विडेनमा दुर्घटनाका कारण प्रत्येक वर्ष करिब 250 जनाले ज्यान गुमाउँछन्। यो पनि धेरै नै हो, तर भविष्यमा यो सङ्ख्या पनि घटाउने र अन्ततः शून्यमा पुर्याउने लक्ष्यसहित नीति नियमहरू लागू गरिनेछन्। स्विडेनमा लाइसेन्स निकाल्न सहज छैन। राम्रोसँग चलाउन जानेकाले मात्रै पाउँछन् अनि ट्रायल पनि सडकमा नै लिइन्छ। यसो चोरीमा गाडी घुमाएको भरमा हुँदैन। पैसा तिरेर लाइसेन्स लिने कुरा कल्पनासम्म गर्न सकिन्न। सडकको गुणस्तर तुलनात्मक रूपमा राम्रो छ। सवारी साधनको नियमित निरीक्षण गरिन्छ अनि निरीक्षण नगर्ने गाडीहरूलाई प्रतिबन्ध गरिन्छ। प्रविधिको अधिकतम उपयोग भएको छ। अब नेपालको कुरा गरौँ। नेपाल संसारमा दुर्घटनामा धेरै ज्यान गुमाउने प्रमुख 10 देशहरूमा पर्दैन, तर औसत प्रत्येक दिन 7 जना अनि वर्षेनी करिब 2500 जनाले ज्यान गुमाउँछन् अनि हजारौं घाइते हुन्छन्। कतिपय दुर्घटना यस्ता हुन्छन् जुन हेर्दा संयोग जस्तो लागे पनि वास्तवमा त्यो भ्रष्टाचारको परिणाम हो। पहिलो, नेपालमा लाइसेन्स प्रणालीमा व्यापक भ्रष्टाचार छ। केही वर्ष अघिसम्म त पसलमा गएर चाउचाउ किने जसरी लाइसेन्स किन्न मिल्थ्यो। अहिले विभिन्न मिडियाहरूले उक्त काण्ड बाहिर ल्याएकाले अलिकति कडाइ छ, तर पनि पैसा अलिकति मोटो बुझाएपछि अहिले पनि किन्न पाइन्छ। तपाईँ हामी कतिले किनेका छौँ यसो सोच्नुहोस् त। मेरो दाबी के हो भने नेपालमा लाइसेन्स भएकाहरूलाई स्विडेनमा जस्तै कडाइका साथ लाइसेन्स लिने प्रावधान बनाउने हो भने अधिकांशले निकाल्नै सक्दैनन्। तसर्थ अहिले लाइसेन्स भएका सबैलाई पुनः जतिसक्दो चाँडो रिट्रायल गरेर र लिखित परीक्षा अनिवार्य गर्नुपर्छ। नयाँलाई त झन् कडा गर्नु पर्यो नै। चालक मात्र दक्ष हुने भने पनि धेरै दुर्घटना न्यूनीकरण गर्न सकिन्छ। यो कुरा विभिन्न अनुसन्धानहरूले देखाएको छन्। दोस्रो, गुणस्तरीय सडक नेपालमा धेरै छैनन्। सडक निर्माण र मर्मतमा चरम भ्रष्टाचार छ। सडकमा खाल्डाखुल्डी हुन्छ अनि सडक पेटी हुँदैन र साइकल र मानिस छुट्टै हिँड्ने लेन त सम्भवतः नेपालमा छैन पनि होला। अनि विकासको नाममा सडकमा अलकत्र लिप्ने चलन छ जुन केही हप्ता पनि टिक्दैन। अनि सडकको नाममा जताततै डोजर चलाइन्छ जुन धान रोप्ने गरी हिलो हुने गर्छ वर्षायाममा अनि सुक्खायाममा हिँड्न पनि नसक्ने गरी धुलोले पुरिने अवस्था हुन्छ। यहाँ म निर्माण व्यवसायीलाई भन्दा पनि सरकारलाई दोष दिन्छु, किनकि
सरकारमा इमान्दारहरू हुने हो भने निर्माण व्यवसायीले कमर्सियल काम गर्नै सक्दैनन्। तेस्रो, नेपालमा हाम्रो मानसिकता र व्यवहार पनि अचम्मको छ। हामी प्रहरी देखेपछि मात्रै ट्राफिक नियम लागू गर्ने भन्ने सोच्छौँ। अर्थात् हेलमेट, सिट बेल्टहरू हामी प्रहरीका लागि लगाइदिन्छौँ। हामी वीर नेपालीलाई बरु बिरालोले बाटो छेक्छ तर ट्राफिक नियमले कहिले पनि छेक्दैन। अनि धेरैले मदिरा सेवन गरेर गाडी कुदाउने गर्छन्। तसर्थ ट्राफिक नियम सम्बन्धी शिक्षा र चेतनाको विकास गर्नुपर्छ। विद्यालय तहबाट नै ट्राफिक शिक्षा अनिवार्य गरिनुपर्छ। चौथो, नेपालमा नियमनकारी निकायमा भ्रष्टाचार छ। केही महिना अघि पोखरामा बेलुन पड्केर अर्थमन्त्री र मेयर घाइते भएपछि छानबिन समिति बन्यो। बिचरा त्यो बेलुन फुलाउनेलाई समातेर शक्तिको दुरुपयोग पनि गरियो। तर वर्षेनी हजारौं नागरिकहरू दुर्घटनाको नाममा हत्या हुँदा पनि सत्तामा बस्नेहरूलाई अलिकति पनि चिन्ता र चासो छैन। अपवाद बाहेक धनी र सम्पन्नहरूले चढ्ने प्लेन दुर्घटना र सामान्य नागरिकले चढ्ने सार्वजनिक गाडी दुर्घटना दुवै उत्तिकै दुःखद हो। प्लेन चढाउने पाइलट र गाडी चलाउने पनि दुवै ड्राइभर नै हुन्। तर यहाँ पनि विभेद गरिन्छ। प्लेन दुर्घटना हुँदा ठुलो चर्चा हुन्छ, छानबिन समिति पनि बन्छ। अपवाद बाहेक सडक दुर्घटनामा यस्तो छानबिन समिति नै बन्दैन। हुन त समिति बनेर पनि के गर्नु, सुधार गर्ने इमान र नैतिक बल सरकारमा नभएपछि। पाँचौं, नेपालमा गाडीको अनिवार्य निरीक्षण गर्ने प्रणाली नै छैन अनि प्रविधिको प्रयोग पनि राम्रोसँग गरिएको पाइँदैन। अल्कोहल टेस्ट गर्ने प्रणाली, स्पिड रिड गर्ने क्यामेरा, जेब्रा क्रसिङ, एयरब्याग, ट्राफिक लाइट जस्ता सामान्य कुरा हाम्रो लागि रकेट साइन्स जस्तो बनेको छ। त्यसमाथि सडकमा छाडा छोडिएका कुकुर र गाईबस्तुहरू पनि दुर्घटनाको कारण बन्ने गरेका छन्। छैटौं, नेपालमा सार्वजनिक यातायात सिन्डिकेट र माफियाको कब्जामा छ। राजनीतिक संरक्षणले चल्ने यस्ता सिन्डिकेटहरू गुणस्तरीय र सेवामुखी हुने कुरै भएन। कतिपय गाडीको इन्जिन स्टार्ट गर्न पनि धकिल्नु पर्ने अवस्थामा हुन्छन्। तर यी सवारी साधनहरू यमराज बनेर हाम्रा कालमार्गहरूमा उडिरहेका हुन्छन्। सातौं, नेपालमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कडा दण्ड जरिमानाको पालना गरिँदैन। मैले स्विडेनमा गाडी कुदाउँदा गल्ती गरेको छैन, तर कोही मेरो गाडी अघि ठोकेर आएर मृत्यु भयो भने मलाई मूलत कारबाही हुँदैन। तर अनुसन्धान मजाले गरिन्छ अनि मैले गाडी रोक्न सक्ने अथवा कुनै तरिकाले बचाउन सक्ने अवस्था थियो र कुनै गल्ती गरेँ भने गल्ती अनुसारको सजाय पाइन्छ। अनि मैले रक्सी खाएर वा निदाएर वा गम्भीर ट्राफिक उल्लङ्घन गरेर कसैलाई मारे ट्राफिकमा भने मलाई हदैसम्मको जरिवाना र जेल सजाय पनि हुन्छ। तर नेपालको स्थिति फरक छ। अलिकति सम्पन्नहरूले दुर्घटना गरे भने एउटा गरिबलाई बलिको बोको बनाइन्छ। अर्थात् म हुँ चलाउने ड्राइभर भनिदिने एउटा गरिब खोजिन्छ यदि जेल जानुपर्ने स्थिति आयो भने। अनि कानुन बमोजिम कारबाही गर्नुपर्ने हो, तर धेरै अवस्थामा लेनदेन गरेर दण्डित नै गरिँदैन, जति नै हेलचेक्राइ गरेको भए पनि। अनि कतिपयले गाडी र बाइकहरू कुदाउने होइन उडाउने गरेका छन् अनि सडक दुर्घटनामा मृत्यु हुने मध्ये धेरै भने नेपालको स्थितिमा बाइकमा नै हुने गर्छ। अर्को कुरा, नेपालमा ट्रिपर जस्ता ठुला मालवाहक गाडीहरूले गर्दा धेरै दुर्घटना हुने गरेको छ। यसको निम्ति पिक आवरमा उनीहरूलाई चलाउन नपाउने व्यवस्था गर्न सकिन्छ। अनि लामो दूरीको सार्वजनिक यात्रामा कम्तीमा ड्राइभर परिवर्तन हुनुपर्छ। अर्थात् एउटै ड्राइभरले लामो समयसम्म कुदाउन सक्दैन। लामो दूरीको यात्रामा अथवा धेरै स्पिड हुने यात्रामा प्यासेन्जरले पनि सिट बेल्ट लाउनुपर्ने नियम बनाउन सकिन्छ, विकसित देशहरूमा जस्तै। अनि रक्सी खाएर चलाउन नसकियोस् भनेर ब्रेथ टेस्ट गर्ने प्रणाली पनि लागू गर्न सकिन्छ। अर्को गम्भीर कुरा, दुर्घटनापछि कतिपय जीवित नै हुन्छन्, तर ड्राइभरले जानी जानी ब्याक गरेर किचेर मार्ने गरेको दुःखद अवस्था हामीले सुनेका छौँ, देखेका छौँ। जिउँदो छोड्यो भने जीवनभर उपचार गर्नुपर्छ भन्ने डरले बरु उनीहरू मार्न खोज्छन्। विकसित देशहरूमा स्वास्थ्य सेवा सर्वसुलभ छ वा सरकारले ग्यारेन्टी गरेको छ। त्यही भएर यस्तो अमानवीय घटना कहिले पनि हुँदैन। दुर्घटना कहिले पनि एउटै कारणले हुँदैन। आफू जति राम्रो सवारी साधन चलाए पनि, आफू जति दक्ष भए पनि अरू यदि अदक्ष छन् अथवा अरू सवारी साधनहरू नराम्रा छन् भने दुर्घटना हुन सक्छ अरूका कारणले। सडक दुर्घटना शून्य बनाउन लगभग असम्भव छ, तर न्यूनीकरण गर्न भने अवश्य सकिन्छ यदि सरकार इमान्दार हुने हो र हामी नागरिक पनि जिम्मेवार बन्ने हो भने। जबसम्म सत्तामा हुनेहरू इमान्दार हुँदैनन्, जनताप्रति जवाफदेही र जिम्मेवार बन्दैनन्, तबसम्म दुर्घटनाको नाममा सधैँ सरकारले हत्या गरिरहनेछ। तसर्थ दुर्घटनाको नाममा हुने हत्याको सबैले विरोध गरौँ। आगामी निर्वाचनमा इमान्दार नेतृत्वलाई मतदान गरौँ।